हेलो मेरा भगवान रूपी दर्शकहरू सबैजनालाई नमस्कार। के छ खबर? सबैजना ठिकठाक हुनुहुन्छ होला? म पनि एकदमै ठिकठाक छु। के हुँदैछ आजभोलि त गर्मीको मौसम होइन, ठक्क अहिले चाहिँ असार लागिरहेको छ। आज चाहिँ असार ठक्क 17 गयो, यता चाहिँ 2-4 दिन भयो बर्खा लागेको छ। टक्क घरको रोपाइ चल्ने भन्ने त्यही त हो। धेरै पछि आज भिडियो लिएर यसो टक्क रोपाइ गरेको भनेर सुरु गरेको छु। के हुँदैछ के छ हजुरहरूको घरतिर रोपाइ भयो कि नै भन्नुहोस्। टक्क अब चाहिँ म खेततिर जान्छु। मम्मी आन्टी दिदीहरूले बिउ गोड्दै हुनुहुन्छ, म देखाउने नै छु। हो ल हेरौँ है त। सो गाइस म घरबाट निस्किएँ, जाऊँ न खेततिर। कस्तो छ माहौल बुझौँ। खेततिर घर त्यही छ, खेत नजिकै छ हाम्रो चाहिँ, देख्न सक्नुहुन्छ। सुनलाउली सिरैदेखि पाउसम्म सम्पत्ति छ है यो आँखाले देख्ने भरिसम्म भन्नुहुन्थ्यो, तर के गर्नु भन्न नि पाइएन। आँखाले देख्न मात्रै पाइयो। यस्तो छ तराईको माहौल चाहिँ। ठक्क घर अगाडि चाहिँ खेत गर्ने ठक्क ठाउँ छ। जे होस् बर्खा लागिरहेको छ। तिमीलाई देखे मलाई त चाहिँ। कगजको घरतिर रोप्नु भयो, रोपाइ भयो, सकियो छैन यसो भन्नु होला। हाम्रोतिर त बल्ल सुरु हुँदैछ। रातभरि पानी आउँछ, देशभरि रोप्ने काम गर्ने त्यही त हो। आजभोलि 2-4 दिन भयो, शीतल छ मौसम। जस यतिको चाहिँ हुनपर्छ। ल म चाहिँ खेतमा गएर देखाउँछु अब के हुँदैछ, कतिको काम गर्नुभएछ यसो हेर्न आएकोमा चाहिँ, काम गर्न भन्दा नि। ल ल देखिनु भएको छ? अहिले सबैलाई देखाइदिन्छु है म। ल गाम असारको गीत गाम। कस्तो भइरहेछ रोपै? बिउ गोड्दा थकिला कि गोडम भइरहेछ हो? गोडम नि भयो, छोडम नि भयो होइन? खाएर गर्न सोइलो कि गरेर खान सोइलो? खाएपछि त अल्छी लाग्छ न। सोयो त्यही पानी ढल्दिनु, के टेन्सन भयो त? त्यही त नि हो। यो सम्पत्ति आँखाले देख्ने भोरी सम्पत्ति हाम्रै हो है। आँखाले देखे भोरीको होइन, आफ्नै त हो नि। जहाँ कुचो त्यही आफ्नै त हो नि। त्यही त नि होइन, आँखाले देखे भोरीको। यसमा कति क्याप्चर भयो त्यो सबै आफ्नै भन्नु पर्यो। ल यस्तो छ। ल है फोहोरको गाडी आयो अरे। बेला न बेला फोहोर गाडी आएर हुन्छ यहाँ रोप्नु लागेन।
ल गाइस देख्न सक्नुहुनेछ यस्तो छ हामी चाहिँ पहिल्यै पानी नआउँदै छिउकुना ताउदी खनेर टक्क रेडी पारेर राखेका थियौँ पछि पानी आयो अहिले मस्त छ जोस शीतल शीतल छ आजभोलि त यस्तै यहाँको तराईको हाली लाउने सिस्टम त्यस्तै छ है बङ्की बङ खन्ने यताउति मिलाउने जोस तराईमा खेत रोप्न सजिलो छ त्यस्तो धेरै गर्नु पर्दैन हुन त अब ट्र्याक्टर जोत्ने भएर पनि होला सायद एक हप्ता दुःख गरे टक्क पुगिहाल्छ धेरै केही गर्नु पर्दैन कसैले खन्दै हुनुहुन्छ कसैले रोप्दै हुनुहुन्छ त्यस्तै छ हो हो यस शीतल छ मौसम बिउ काट्ने दिदीहरू आन्टीहरू मम्मीहरूलाई सजिलो भएको छ मौसमले नै साथ दिएछ नि त आज चाहिँ 12-1 बजीसम्म बिउ काटेर भ्याउने भन्ने छ त्यसपछि चाहिँ 1-2 बजे ट्र्याक्टर आउँछ अरे मेलो बनाउन त्यसपछि भोलि बिहानतिर रोपाइ हुन्छ होला सायद त्यही हो अलिअलि रोपाइ गरेको पनि भिडियो देख्न सक्नुहुन्छ तपाईँहरू बिस्तारै आउँछ ल त्यही हो म चाहिँ पिर्का लिन र पानीको बोतल लिन घर आएको थिएँ के गर्नु कान्छा छोरो परियो कहिले दिपक गर भन्नुहुन्छ सबैले नपरो काम त कान्छा छोरो भएपछि होइन सबैलाई पर्छ होला कान्छा छोरो भएपछि बाबु कान्छा यो गर त बाबु यहाँ उता त्यसैला ओइ हे गर अलि बसेर खा बुढीला त भन्न चाहिँ भन्नुहुन्न है जस्ट रमाइलो है त्यही हो रमाइलो गर्नुपर्छ रोपाइ सोपाइ गर्नुपर्छ टक्क लाएर सम्पत्ति छ है यो सबै मेरै हो है मेरै हो हेलो सीता दिदी हजुर के छ खबर कस्तो भइरहेछ माइतको रोपे यहाँ बिउ गर्न आउँदाखेरि रमाइलो भयो नजिक बिहा गरेको साह्रै फाइदा भयो न तँलाई फाइदा भयो यस्तो काम गर्न न कहिले घरको रोपाइ कहिले माइतको रोपाइ बिन्दास छ न ठक्क यता हो कहिले उता गयो न रमाइलो भयो नि जोस् हो मैले नि यस्तै नजिक बिहा गर्ने 1-2 यसो यसो मिले पार 1-2 बिहा गर्ने भनेको नजिक तीनटा भने तँ पनि हो एउटीले घर पकाउने होइन मलाई त यही 3टा होइन मलाई त उहीँ ठाउँको नाङ्गे बनाएर फाल्छन् कपाल पनि रहन्न होला मेरो त धेरै साली कान्छी छोरी बिहा गर्ने भनेको तपाईँले साली भएको अरे भन्नुहुन्छ के गर्ने अब पाहुना भन्न पर्ने भयो फेरि पाहुना भन्न पर्ने अब कान्छी छोरी हेरेर बसेको थिएँ मैले यस्तो छ हालत पर्ने रहेछ के गर्ने अब थाहा भएन गाह्रो पो भयो यहाँ त भएन बसी भए बेचेर अर्कोले मनाउँथ्यो मान्छे परे हल्का रमाइलो त्यही हो हो र साटम भयो थियो क्या पहिला तपाईँलाई पहिला साटम भयो जस्तो लाग्यो त्यस्तो गुनासो बोक्नु भएको अहिले हो ल ठिक छ लाज पचाउनु पर्यो कि यतिको उमेरमा लाज पचाउनु पर्छ रे कि त्यही हो ल यस्तो रमाइलो भइरह त्यही भएर सबैले नजिक बिहा गर्नु होला भागेर नजानु होला कतै पनि गर्ने त घर अगाडि हो जग्गे त आँगन घर अगाडि नै हुन्छ घर पछाडि त आँगन हुन्न पक्कै नि अब त नगर्नु छोड्दिन ल कसलाई उप्स गाइस गरी खान गाह्रो छ
गर्दैछु। खेतमा गएको बिजोग भयो, गर्मी छ, त्यही हो बिउबाट भेँदैछ, त्यही भएर नि गर्मी छ। सकिन्न खान सकिन्न पाराले, त्यही हो। ल देख्न सक्नुहुनेछ गाइज, यति बेला पानी परिरहेको छ, झरी लागिरहेको छ। खेतमा बिउ गोड्दै हुनुहुन्छ, अझै सकिएको छैन, कति बेला सकिने हो। अब त सकिन पर्ने हो। पानी डुबा छ, त्यो पनि झरी परिरहेको छ। अहिले चाहिँ म दिउँसो जोताउने भनेर दिउँसो चाहिँ ट्र्याक्टर आउँछ भन्ने कुरो छ, त्यही भएर चाहिँ खेतमा पानी मिलाउँदैछु। पानी थोरै भयो भने फेरि मेलो राम्रोसँग बन्दैन, टाइम धेरै लाग्छ, पछि आफैलाई दुःख हुन्छ। त्यही भएर टक्क यो तलदेखि माथि घरसम्म चाहिँ रोप्ने हो। यस्तो छ है तराईको खेतहरू। काम गर्नु पर्यो, के गर्नु। सानो छ खेत, सानो छ बारी, सानै छ जहान, नगरी काम पुग्दैन खाना, साँझ र बिहान। हो कि नाइ गाइजहरू? हो गर्मी नै भइरह, के गर्नु, यस्तो छ हालत। गरी खान गाह्रो छ। छिटेर टक्क रेडी छ। अब बिस्तारै रोप्दै गर्नुपर्छ। त्यही आलि मेलो बन्दैछ, ट्र्याक्टरले गर्दैछ, कसैले बिउ गोड्दै हुनुहुन्छ, कसैले छिट्दै हुनुहुन्छ।
कस्तो गरम जस्ट चिल छ यस्तै छ रोपाइ छ जिन्दगानी के छ र मरिलान हेरौँ है हाम्रो रोपाइ अब सकिँदैछ बिस्तारै क्रममा हालत यस्तो छ हालत पसिना पुस्दा पुस्दै भाग्य जान थाल्यो के गर्ने गाई जसले काम गरे हैन भिडियो मात्र यस्तो छ हाम्रो रोपाइमा रमाइलो चाहिँ अब हिलोमा पछारिने हो कि के हो थाहा छैन यस रमाइलो छ ओहो यत्तिको रमाइलो जानुपर्छ है रोप्ने अनि बसिदियोस् रमाइलो गर्दै ओहो एउटा टिम यता छ फेरि चट्ट लाएर सकिँदैछ अब गीत गाउने नसरको किन हो बिर्सिनु भयो क्या हो कि सबै थाक्नु भयो सबै थाके जस्तो हो रोप्दाखेरि जसले राम्रो गीत गाउने त्यसले राम्रो नास्ता खान पाउँछ अहिले यस्तो छ रोपै हुँदैछ भइरहेको छ रोपै हाम्रो नास्ता यस्तो छ रोपेको नास्ता चाहिँ यस्तो छ नानी के खाइछौ सुनको डल्लो खाइछौ क्या ल म त चाँदीको चम्चाले खाइछु चाँदीको चम्चा ए साह्रै मिठो भएर त्यसो होइन ए ल ठिक यतिको चाहिँ हुनुपर्छ पर्छ ओहो ल नास्ता नि खायो पसिना चौँदै फाइनली गाइज रोपेर पनि भ्याइन थाल्यो फाइनली गाइज रोपै लगभग सकियो मैले चाहिँ मेरो काम भ्याएर म चाहिँ घर आएँ देख्न सक्नुहुन्छ मेरो हालत एकदमै बिजोक अथवा नाजुक छ ल
लगभग भइरहेको छ, नास्ता पानी पनि गरियो, सबै भइरह। त्यही हो ल, यसपालिको रोपाइ सक्यो भनौँ। रोपेपछि चाहिँ एकचोटि सबै खेतको भिडियो त उति देखाउने छु। त्यही हो ल, चाहिँ फ्रेस हुनु पऱ्यो। ल गाइज देख्न सक्नुहुनेछ सबै खेत रोपेर भ्याएपछि चाहिँ यतिको देखिएको छ, एकदमै राम्रो पनि देखिरहेको छ। वरिपरि हेर्दाखेरि टक्क रमणीय गाउँले पारा। कसैको रोपाइ हुँदैछ, कसैको सकिँदैछ आफ्नो आफ्नै तालमा। जस यसपालिको रोपाइ चाहिँ हाम्रो सकियो। सो त्यही हो, जसले अहिलेसम्म भिडियो हेर्नुभयो कस्तो लाग्यो हाम्रो रोपाइ एकदम कमेन्ट गर्न सक्नुहुनेछ। तराईको रोपाइ र पहाडको रोपाइमा खासै धेरै फरक त पर्दैन, अलिअलि। यताको चाहिँ अलिकति रोप्न सजिलो हुन्छ ट्र्याक्टर जोत्ने भएर, त्यही भएर। ल ठिक छ गाइस, सबैजना एकदम स्वस्थ व्यस्त मस्त रहनु होला। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै यस्तै भिडियो हेर्नको लागि मसँग जोडिनु होला। हस्त धन्यवाद, फेरि भेटौँला। बाई बाई गाइज, सी यू नेक्स्ट भिडियो। थ्याङ्क यू।